फेरि मैले चाहिँ अब त्यसमा वान आइटम मात्रै होला सोचेको थिएँ, टन्नै रहेछ कि सुप अनि पास्ताहरू इधर उधर सबै रहेछ। जीवनमा आइटमहरू पाएर चाहिँ सुपको गिफ्ट पाएर चाहिँ एकदमै खुसी भएको थिएँ मैले पहिलोचोटिको हो। नमस्ते, मेरो नाम दिनेश परियार अनि म चाहिँ टिम खेमबाट। त्यो सुप पाउने बित्तिकै म चाहिँ घरमा गएको थिएँ अनि त्यो बिचमा चाहिँ मेरो रुममा फेरि दिदी बस्नुहुन्छ, दाई भाउजू पनि हुनुहुन्छ। अनि खोलौँ कि खोलौँ कहिले खाने हो यस्तो भनेर भनिरहनु भएको थियो। अनि कहिले चाहिँ फेरि म घरमा लिएर जान्छु भन्नुभएको थियो। अनि मैले चाहिँ नै नखोल है, यो चाहिँ फेरि भिडियो बनाउनै पर्छ भनेर चाहिँ खोल्नै मिल्दैन, म बाहेकहरूले खानै मिल्दैन भनेको थिएँ। लास्ट टाइम म एकचोटि हस्पिटल एडमिट भएको थिएँ, नखाउँ जस्तो लाग्थ्यो। तर त्यतिखेर मैले चिकन सुप खाएको थिएँ ब्याम्बिनोको, एकदम मिठो लागेको थियो कि जो चाहिँ रियाज गर्ने भन्दा अगाडि चाहिँ थोरै तातो अब पानी खानुभन्दा नि सुप खाएर चाहिँ मैले चाहिँ रियाज गरिरहेको छु। अहिले सबैजनाले पाइराख्नु भएको थियो, मैले पनि पाएँ हुन्थ्यो जस्तो मलाई पनि लागेको थियो। लास्टमा मैले पाएँ होइन, एकदम खुसी थियो त्यतिखेर चाहिँ। जीवनको पहिलो गिफ्ट हो मेरो लागि। ब्याम्बिनो सुपले हामीलाई चाहिँ चिसोमा एकदम न्यानो बनाएको छ हामी कन्टेस्टेन्टलाई। ब्याम्बिनो सुपलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्न चाहेँ। ब्याम्बिनो सुपलाई धेरै धेरै धन्यवाद। Bambino soup, hot, tasty and ready in minutes.